अहिलेको गृहमन्त्री र पूर्व गृहमन्त्री रवि लामी छान्नु पर्यो भने तपाईँ कसलाई छान्नुहुन्छ? कसले राम्रो काम गर्यो जस्तो लाग्छ? रवि लामी छानेले पहिले राम्रो काम गर्नुभयो कि अहिलेको गृहमन्त्री ओम प्रकाश अर्यालले राम्रो काम गर्नुभयो? तपाईँलाई के लाग्छ? मलाई लाग्छ रवि लामी छानेले पहिले राम्रो काम गर्नुभयो। अहिले सरकारलाई केहीको पनि रोकछेक छैन। न एमाले रोकेको छ, न माओवादीले रोकेको छ, न काङ्ग्रेसले रोकेको छ। कसैले रोकेको छैन, कसैको रोकछेक छैन। सरकारलाई अहिले काम गर्न खुल्लामखुल्ला छ। तर पनि अहिलेसम्म केही पनि काम गरेको छैन सरकारले। खोइ गृहमन्त्रीले खोइ अहिलेसम्म जीवी राईलाई पकेर ल्याएको। यो सरकारले पनि जीवी राईलाई पकेर ल्याउन सकेन भने कुनै पनि सरकारले ल्याउन सक्दैन क्या। यो चाहिँ ठोक्का दिन्छु। जोसुकै प्रधानमन्त्री बनोस्, बालेन बनोस्, हर्क बनोस्, रवि बनोस्, जो भने पनि जीवी राईलाई समातेर ल्याउन सक्दैन यो सरकारले ल्याउन सकेन भने। यत्रो मान्छेले देशलाई बलिदान दिएर ल्याएको यो सरकार भएको यो सरकारले त काम गर्न सकेन भने अब आउने पार्टीको सरकारले ल्याउन सक्छ? ल्याउन सक्दैन। तपाईँलाई के लाग्छ? ल्याउँछ जस्तो लाग्छ? मलाई चाहिँ ल्याउँछ जस्तो लाग्दैन।